हेलो गाइज वेलकम टु माई रियाक्सन च्यानल। सो आजदेखि चाहिँ म यो च्यानलमा रियाक्सन मात्रै गर्न गइरहेको छु। यो चाहिँ मेरो नयाँ च्यानल हो। सो सबैजनाले सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला हैन। सो आज चाहिँ म हनी सिंहको नयाँ गीत आएको रहेछ। सो त्यसमा रियाक्सन गर्न गइरहेको छु। सो भिडियो पुरै हेरेर के कस्तो छ भनेर प्रतिक्रिया दिन नबिर्सिनु होला। सो लेट्स गेट राइट टु द भिडियो। यो त पुरै भिडियो नै एआईले जेनेरेट गरेको भिडियो जस्तो छ त। पुरै त्यो हुन्छ नि, फेसहरू पनि त्यस्तै खै, हाई क्वालिटी भएर चाहिँ त्यस्तो भएको कि हैन। चंद दी रोशनी तेरे चेहरे ते पाए हनी सिंह त पुरै सेतो कपालमा के हो, दामी देखिन्छ त। सिल्भर जही जुल्फा दुनिया बुलाए नोरा फते त अब भन्नै पर्दैन, जहिले एभरग्रीन हो हैन, दामी छ। हाई हिल चलदी फ्लो करे ग्लो जदों तू हंस दिल बोले ओ नो नखरा तेरा लगदा इम्पोर्ट। यसमा चाहिँ त्यो खास के भनियो, अब ट्रिजर टाइपको मात्रै रेज जस्तो छ कि यो डान्सहरू चाहिँ छैन कि के हो, खै अहिलेसम्म सुरु भएको छैन। स्टाइल तेरा फुली लोडेड अखियां च स्पार्कल फायर सीन तू मेरी फैंटेसी मेरी सिल्वर क्वीन लो मोशन तू जदों वॉक करे मलाई त यो एआई नै जस्तो लाग्यो पुरै। हेर्दा हेरि त्यस्तै छ, के हो मेरी बस बन जाए डीजे बोले वॉल्यूम हाई करे जदों तू नचदी टाइम रुक जाए। सिल्वर क्वीन त पुरा वाइट भइरहेछ। रब विच लगदी मूवी सीन मूव तेरा सिल्की शाइन तेरा क्लीन बेबी तू मेरी सिल्वर क्वीन होइन यो एआई नै हो, एआई नै हो, स्योर हो। यो मलाई यो ऊ गरे जस्तो लागेन, मलाई त यो एआई नै लाग्यो। डान्सहरू छैन जस्तो छ, त्यो खासै त्यो हुन्छ नि, त्यो लाइफ स्टाइल कस्तो छ भनेर मात्रै देखाएको यो के म्युजिक भिडियो जस्तो लाग्यो मलाई चाहिँ। त्यो हुन्छ नि त्यो धनी बानीहरूको जसलाईको हुन्छ नि, के भन्छ फिल्महरूमा देखाउँछ नि, केटा र केटीको टाइपको। के साह्रो गोरी हो यो त, आमामा छुँदा नि दाग लाग्ला जस्तो छ। ओ यो एआई नै हो, हेरौँ न, हेरौँ है त। ऊ कहाँ आउने सिन जस्तो छ त अहिले हेर्दाखेरि। यो एआई जेनरेटै हो जस्तो लाग्यो है मलाई, जहाँसम्म लाग्छ। डिस्क्रिप्सनमा के छ होइन त्यो हेरेर हुन्छ। गीत चाहिँ होला होइन, तर भिडियो चाहिँ आई थिङ्क कुनै खिचे पनि होला, कुनै एआई पनि होला। अब आजकल एआईको जमानामा होइन जे पनि बनाइदिन्छ फेरि, यार छ के गर्नु। सारी रात तेरा ही सीन तू ड्रीम गर्ल सिल्वर क्वीन हनी सिंहलाई क्या दामी देखेछ कि, हुन्छ नि त्यो पछिको समयमा चाहिँ दामी गीत पनि निस्किरहेको छ। अहिले चाहिँ अलि ठिक छ जस्तो लाग्यो, एकताका त हराइसकेको थियो, अब अहिले चाहिँ अलि कमब्याकहरू भइरहेको छ। अब चाहिँ अरूको चाहिँ वाट लाग्नेवाला जस्तो लागिरहेछ मलाई।
नोरा फतेही चाहिँ मैले कहाँदेखि चिनेको भन्दाखेरि एकचोटि मैले बिग बोसमा आएको बेला देखेको थिएँ अनि त्यसपछि त सिधै त्यो रेमो डिसुजाको फिल्ममा कि केमा चाहिँ देखेको थिएँ त्यही हो त डान्स चाहिँ दामी छ अब मान्छे त भन्नै पर्दैन हैन अनि गीत चाहिँ सिल्भर क्वीन रे अनि कपाल छ सेतो अनि त्यसपछि त्यहाँ सिक्री लगाइरहेको छ पुरै गोल्डन कलरको हैन के हो यस्तो कुनै कुनै ठाउँमा चाहिँ ठ्याक्क त्यो फेसहरू चेन्ज भएको भएर चाहिँ मलाई एआई जस्तो लागिरहेको थियो कुनै कुनै ठाउँमा चाहिँ त्यो अब हुन्छ नि रियलै फेसहरू देखिरहेको छ अब के हो यार यो आजकल त भिडियो छुटाउनै सकिँदैन कि कुनैमा चाहिँ एआई जेनेरेट भइरहेको हुन्छ होइन अनि कुनैमा चाहिँ हुँदैन फेरि क्या अचम्म छ ल अब यो ठाउँमा चाहिँ अब ठ्याक्क यो पुरै त्यो फेसै चेन्ज भएको छ कि अब यो अलिकति ब्याक गऱ्यो भने चाहिँ यो हनी सिंहको ठिक छ यो यहाँनिर अब यो पनि ठिक छ अब यहाँ हेर्नु ल अब यो ठ्याक्कै त्यो नोराको फेसै छैन कि यसमा ल अब यसमा पनि अलिअलि हनी सिंह हो कि होइन जस्तो छ कुनै ठाउँमा चाहिँ हो यो जस्तो लागिरहेछ कुनै कुनै ठाउँमा चाहिँ होइन जस्तो पनि लागिरहेछ सो गाइज मलाई चाहिँ यो पुरै फुल अन भिडियो नै एआई जेनेरेट हो जस्तो लाग्यो होइन कुनै कुनै ठाउँमा चाहिँ अब जस्तै भनौँ न कुनै कुनै ठाउँमा चाहिँ एक्टरहरू नै हो अब जसको नाम मेन्सन गरेको छ ऊ नै हो जस्तो लाग्दैन कुनै कुनै ठाउँमा चाहिँ ठ्याक्कै त्यो एआईबाट फेसहरू चेन्ज हुन्छ त्यस्तै लागिरहेछ सो आजलाई चाहिँ यति नै म हजुरहरूलाई अर्को भिडियोमा भेट्छु सो टिल देन बाई बाई टेक केयर एन्ड आई विल सी यु इन नेक्स्ट भिडियो